गाइज आजबाट धान काट्न सुरु। त्यही त गाइज अब रने दाइ गइसक्नु भयो, म जानियो अब टक्क लाएर धान सान काट्ने। त्यही हो गाइज हाम्रो गाईको हालत सेम छ नि त। के हो यस्तो घाँस काटे है गाई सामनामा छ। अब यो धान साफ भइदिने है पुरै फन पराइदिन घाँस काटेर खान गाइज। मैले आफ्नो भाग भ्याएँ होइन, रने दाइले यति काट्नुहुन्छ अनि अब उहाँलाई मन लागे पर यताको नि काट्नु जानुहुन्छ के अरे। मन लागेन भने घर आउनुहुन्छ। सो अहिले चाहिँ म घर जान लागेको, थकै लागिसकेँ गाइज। The next day. गाइज दिस इज द डे 2 हाम्रो। आज चाहिँ हामी के भन्छ धान सान काटेर भ्याएको अस्ति हो। आज हामी उठाएर थ्रेसर लाउने सोचमा छौँ। सो अहिले चाहिँ हामीले मल लोड गर्दैछौँ। मल लोड गर्नलाई त्यहाँ बाटो छैन, त्यही भएर हामीले ट्र्याक्टरलाई हो यो भित्ता पारेर राखेर यहाँबाट फाल्दैछौँ होइन। ट्र्याक्टर यहाँ थोथोइ हालेछौँ। मल सल लोड गरेर नि भ्याइयो। त्यहाँ धान टाली चाहिँ अब हामीले प्याक गरेर राखिदिनु लाग्यो। पहिला धान उठाउनु पर्यो। गोबर ओ ताली आयो ताली ओ वर्को पानी ला ला ठीक छ रक्यो बन्द गर। अब चाहिँ धान बाँड्नु जानु पर्यो है। ल गाइज रने दाइले भनेको बुझ्नु होला न। अब सबले भात खाने अनि सो रेस्ट गरेर धान स्याहार्न जाने। अन्त धान स्याहार्दाखेरि भेटौँ लाग्यो त गाइज। ल गाइज अब चाहिँ भात खान लाग्यो होइन। दाइहरूले कुर्सीहरू पुरा मिलाइसके। ल गाइज अब चाहिँ हामी जान लाग्यो धान उठाउन होइन। ल गाइज चल चल चल। मल हालेको ट्र्याक्टर गाइज मल लोड छ अहिले। धान उठाउँदै हुनुहुन्छ न सबैले। धान चाहिँ सुकिसक्यो मजाले जो। लगाइज म पनि धान उठाउन जान्छु। लगाइज हामी चाहिँ एउटा खेत भ्याइसक्यौँ, अर्को खेतमा आइसक्यौँ हामी। यो खेत नि आधी भइयो। उठाउँदै हुनुहुन्छ सबैले। त्यही हो गाइज बहुत थाकै लागिसक्यो। गाइज अब चाहिँ एउटा खेत भ्याइयो यताको होला। यता एउटा यत्रो लोड भइसक्यो होला। गाइज हाम्रो चाहिँ ब्रेक होइन अहिले मै खान लाग्यो। र गाइज सबै धान उठाएर भ्याइयो अनि अहिले चाहिँ हाम्रो नास्ताको ब्रेक चलिरहेको लन्च हुन्छ। ल गाइज नास्ता खाएपछि भेटौँला है त। ल गाइज हामी चाहिँ सबै धान उठाएर भ्याइसक्यौँ होइन। अब रेस्ट गर्दै हो। ल गाइज नयाँ कुरा आएको छ। हाम्रो ट्र्याक्टरले जो ठेसर लिन जाने भयो। ल गाइज हाम्रो ट्र्याक्टरमा चाहिँ होइन ठेसर आइसक्यो। ल गाइज अब खेततिर लागौँ होइन ठेसर लिएर। यहाँ चाहिँ मल लोड छ त त्यस्तै भोलि झार्ने त होला। ल गाइज ठेसर हाम्रो ट्र्याक्टरमा। ल गाइज सुरु भइसक्यो ठेसर लाउन।
गाइज हाम्रो थ्रेसर लगाएर नि सकिसक्यो होइन। अब लास्टको झारझुर हाल्दै हो। सो अब हामीलाई थ्रेसर पनि वहाँ पुऱ्याइदिन पर्यो होइन, अर्कैको हो। अब टाली पनि जोडेर धानसान लाने हो। त्यही हो गाइज, थ्रेसर लगाएर भ्याइयो होइन। 1 घन्टा 10 मिनट जति लाग्यो। सो अहिले चाहिँ हामी थ्रेसर छोड्नु जानु लाग्यो है। फेरि आएर टाली जान पनि छ, त्यही हो। गाइज अब हाम्रो पनि धान सान लिएर आइसक्नु भयो न खेतबाट। अनि योमा चाहिँ मल अझै लोडै छ। अब यो कहिले पनि राखिदिने अब। गाइज आजको ब्लग पनि यति। बाई बाई। The next day. आजको नयाँ ब्लगमा मल धान लाग्यो होइन। अब रन्ने दाइनी आउँदै हुनुहुन्छ, त्यही हो। खेतमा आइसक्यो म। अब चाहिँ मल झार्ने होइन। मैले सक्दैन, सक्नु त सक्छ। गाइज निस्केर न पर हाल्नु लाग्यो टायर स्लिप हाल्नुको टायर। गाइज दम उठेको तर न पछाडिबाट अलिअलि। गाइज हामी चाहिँ नेक्स्ट खेतमा आइसक्यौँ। गाइज मलसल झारेर भ्याइयो, ढाला धुनु लगाएको। ल गाइज अब चाहिँ होइन ठ्याक्क मलसल झारेर भ्याइयो होइन, मल झारेर अब चाहिँ अब जोत्ने होइन। अब कति भोलि पर्सि कहिले जोतिन्छ। ल टायर भेटौँला है त। 3 days later. सो हेलो गाइज, आज चाहिँ हामी ट्र्याक्टर लिएर जोत्नु जानु लाग्यो होइन। ड्राइभर चाहिँ त्यहाँ होइन। अब हामी हलो जोडौँ अनि हामी हिँड्ने हो है त जोत्न। अनि आउँदै हुनुहुन्छ है त। ल गाइज हामी चाहिँ खेतमा आइसक्यौँ अनि जोत्न नि सुरु भइसक्यो होइन गाइज। खेत पनि जोतेर भेल लायो होइन माथिको खेत। अब चाहिँ ऊ त्यो एउटा अङ्कलले पुरेर बस्नुभयो त्यो खेत जोत्नको लागि। त्यो खेत जोत्ने पहिला अनि उता खेतमा जाने।
अहिले चाहिँ हामीले जोतमा रोकिसकेको छौँ किन भन्दा हाम्रो ट्र्याक्टर हिट भइसकेको हो यहाँ बलिराम यहाँ गाइस मिटर चाहिँ फुल भइसक्यो होइन हिटको फुल भइसक्यो रेडमा गइसक्यो चाहिँ म घर जाँदै हुँ होइन ब्याकलाइट लिन किन भन्दा अँध्यारो हुन लाग्यो अनि बल्ल यो खेतको बल्ल सुरुवात हुँदैछ अनि पछाडि ब्याकलाइट लगाउनु पर्यो नि त हेर्न गाह्रो हुन्छ त्यही भएर म ब्याकलाइट लिन जान लाग्छु गाइस म चाहिँ अब घर आएर ब्याकलाइट लिइसकेँ होइन अनि हिँड्न लाग्यो गाइस म चाहिँ खेतमा आइसकेँ अनि यहाँ फिट गर्दैछौँ हामीले यो ब्याकलाइट ब्याकलाइट लगाएर एउटा खेत जोतिसक्यौँ अनि गाडी धेरै तातो त्यही भएर हामी घर आइसक्यौँ भोलि बिहान जाने त जोत्न बिहान नै The next day. र गाइस अब चाहिँ सबै खेत जोतेर भ्याइयो होइन सबै खेत जोतेर भ्याइयो अब घर जाने अनि ट्र्याक्टर चाहिँ धेरै हिट भइरह अब त्यो चाहिँ के हुन्छ थाहा होइन अनि आजको भ्लग पनि यति है अब छिटै भेटौँला अर्को भ्लगमा है त गाइस